दर्शकबिन दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर 8 हसीगढा र भारतको छारछुम जोड्ने गरेर नेपाल भारत जोड्ने यो मोटरेबल पुलको निर्माण कार्य सम्पन्न भइसकेको छ। यद्यपि नेपालतर्फ सुरक्षाकर्मी बस्ने पूर्वाधार र भन्सारको व्यवस्थापन नहुँदा तत्कालै पुल सञ्चालनमा आउने स्थिति देखिएको छैन। भारततर्फ केही पूर्वाधारको कामहरू गरेको देखिएको छ। यो दृश्यमा पनि यहाँहरू देख्न सक्नुहुन्छ। नेपालतर्फ सुरक्षाकर्मी बस्ने र भन्सारको व्यवस्थापन गर्ने गरेर सरकारले तत्कालै व्यवस्थापन गर्न सक्यो भने पुल सुचारू गर्न सकिने अवस्था छ। अन्यथा तत्कालै पुल सुचारू हुने अवस्था देखिँदैन। दिउँसो नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेपालपट्टि पनि ड्युटी हुने गर्दछ, भारतमा पनि सुरक्षाकर्मीको ड्युटी छ। तर पुल उद्घाटन नहुँदा, सञ्चालनमा नआउँदाखेरि अहिले यो क्षेत्रमा सेवा सुचारू हुन सकिराखेको अवस्था छैन। यो पुल सञ्चालनमा आयो भने आर्थिक गतिविधिहरू बढ्ने, पर्यटकहरू भित्रिने र सामानहरू पनि नेपालतर्फ ल्याउन सहज हुने, नेपालको केही उत्पादन छ भने भारत निर्यात गर्न सकिने विभिन्न सम्भावनाका ढोकाहरू खुल्ने देखिन्छ। किनभने यो सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा अन्त छैन मोटरेबल पुल। दार्चुलामा मोटरे पुल बनिसकेको छ। अब बनिसकेको पुल छिटो सञ्चालन गर्नु आवश्यक देखिन्छ। भारतले पुल निर्माणको भौतिक प्रगति भइसकेको भनेर नेपाल सरकारलाई जानकारी गराएको छ। निर्माण व्यवसायले पनि आफूले निर्माण कार्य ठेक्का अनुसार सम्पन्न गरिसकेको भनेको छ। अब पुल नियमित सुचारू गर्नका लागि नेपालतर्फ सुरक्षाकर्मीको बस्ने पूर्वाधार र भन्सारको व्यवस्थापन आवश्यक छ। त्यसका लागि नेपाल सरकारलाई अनुरोध गरिएको छ, रिपोर्टिङ गरिएको छ भने दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले पनि जानकारी दिनुभएको छ। अहिले यो नेपालपट्टि पुलसँगै यो हाइवे जोड्ने सडक पनि बनिसकेको अवस्था छ। यहाँहरू देख्न सक्नुहुन्छ दृश्यमा। लगभग अरू पूर्वाधारको कामहरू भइसकेको छ। यद्यपि सुरक्षाकर्मी बस्ने भवन, चेकपोस्ट र भन्सार कार्यालय वा भन्सार काट्ने व्यवस्थापन नहुँदासम्म पुल सञ्चालन हुने स्थिति देखिँदैन। त्यसकारणले यो पुल सञ्चालनका लागि आवश्यक थप पूर्वाधारको व्यवस्थापन गर्न नेपाल सरकारसँग माग गर्दछौँ। त्यसो हुन सक्यो भने पुल सञ्चालनमा आउने स्थिति छ। यसले भारत र नेपाल बीचको यो यातायात मार्गलाई जोड्न एकदमै सहज हुनेछ। यो विषयमा थप रिपोर्टिङ लोकदर्पण टिभी फेसबुक पेज, रेडियो लोकदर्पण लगायत हाम्रा विभिन्न मिडिया प्लेटफर्महरूबाट यहाँहरूले सुन्न, हेर्न, पढ्न सक्नुहुनेछ। अहिले म लोकेन्द्र जोशी यो पुल भएको स्थानबाट बिदा हुन्छु। नमस्कार।